गुवाहाटी जानलाई बाइक लोड गरेको यो चाहिँ पानी परेर पानीमा भिजी लोड गरेको हो यो चाहिँ है। यो चाहिँ अहिलेको हो हिमालयन बाइक हो। हलिन्छ कि हालिँदैन त्यो हेर्नु पऱ्यो नि। त ठिकै छ बनेर भइसकेको छ हिमालय बाइक। एकदम भिजिसक्यो हो पानी परेर। गुवाहाटी पुऱ्याउनु पर्ने टुरिस्टको बाइक हो चाहिँ एक तल अगाडि पनि दिनुपर्छ पछाडि पनि बन्नु पर्यो यहाँ। यो बाइक नम्बर के सरल जाडो हो। अहिले चाहिँ म छु यता यो सेला टनेलमा है। पानी पनि पर्दैछ। पानी पनि पर्दिरहेछ। आई लभ टाउन लेखेको छ। बोर्डर रोड अर्गनाइजेसन बाट 42 बिआरटेफ। आमा छोरा यामा है साथी। गाडीमा बाइक लोड गरेर बसिरहेछ। उयो सरको लोड गरेको। खासमा कुरो के हो भन्दा चाहिँ यहाँ रोकेको छु। खासमा यो बाइकको चाहिँ चाबी बिर्सेर आएको छु कि त्यही भएर उनीहरूको साथीहरूले बाइक आउँदैछ। उनीहरू पनि आधी बाटोसम्म जान्छ त्यही भएर बाइकको चाबी लिएर आउँदैछ उनीहरूले। यो हो सेलाको टनेल है। कस्तो पानी परिरहेछ यहाँमा। गाडी चाहिँ उता राखेको छु। गाडी देखिरहेछ। कुहिरोले गर्दा देखेको छैन। फगी लागेको छ। अब गुवाहाटीको सफर हो यो चाहिँ। आज चाहिँ हाम्रो सेला टनेलमा छु। पानी पनि झन्नै परिरहेछ यहाँमा। चाहिँ गुवाहाटीको सफर सुरु भएको। गुवाहाटी ट्रिप लाग्ने भएको चाहिँ यो बाइक पुऱ्याउनु जानु हो गुवाहाटीमा। पानी पनि परिरहेको हो। यहाँ त 24 घन्टा दिन रातै यस्तो गाडी हुन्छ साथी यहाँमा। यहाँ त 6 लाइन 6वटा लाइन छ यहाँमा। हिँड्ने भने चाहिँ यही हो। हेभी भेहिकल्सहरू पनि रातभरि हिँड्ने हो। यो चाहिँ हाम्रो जस्तो एउटा छोरीहरू हिँड्ने हो यो बाटोतिर। रातै कुदाउनु पर्ने हो कि गाडी चाहिँ यो रोडमा हिँडेपछि चाहिँ। अहिले बिहानको 1 बजिसक्यो। हेर न कत्रो कन्ट्रेक्टरहरू। अब म चाहिँ तेजपुरपट्टि लागेँ है साथीहरू है। म चाहिँ तेजपुरपट्टि लागेको। मेरो यहाँ त बाइक पनि नमाएर भयो। मैले अनलोड गरेर हिँडेको। म चाहिँ बाइक के भइदियो भने चाहिँ एउटा हेडलाइट पनि युज भएछ हो। त्योहरू पनि 2 स्टिक मात्रै बाँकी छ अब। अब बिहानसम्म कुदाउने हो। तेजपुरको यहाँबाट 4 घन्टा जस्तो लाग्छ होला। 4 घन्टासम्म कुदाउने हो। त्यसपछि चाहिँ रुमतिर कोठा पुगेर मजाले सुत्ने। राति यस्तो गर्मी छ हो। अनि त दिउँसो कति गर्मी होला यहाँमा गुवाहाटीमा। गाडी चलाउनु त यस्तोतिर राम्रो हुन्छ हौ। यस्तोतिर राम्रो हो चलाउनलाई। आफ्नो बाटो होइन ठ्याक्कै समात्यो आफ्नो बाटो। यहाँतिर त के हो स्पिड लिमिट पो छ रहेछ। यसरी कुदाइदियो यो ठाउँतिर पनि त चलाउनु पर्ने भने स्पिड लिमिटतिर।
अब चलनमा आउने हो कि कुदाउन त कुदाइदियो चलन त आउँदैन होला ल त साथीहरू गाइस आजलाई यति नै हो अब फेरि भेटौँला अर्को भिडियोमा है गाइस है ल हुन्छ त साथी है त्यसपछि भेटौँला अब अर्को भिडियोतिर है साथी